नेपाली युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण विद्यार्थी मित्रहरूलाई म स्वागत गर्न चाहन्छु। सदा चाहिँ नयाँ टपिक्सहरू विभिन्न किसिमका आइक्यूको टपिक्सहरू मैले तपाईहरु माझमा युट्युबमा राख्ने प्रयास गरिरहेको छु। आज पनि हामी नम्बर मेट्रिक्स सम्बन्धी क्वेशनहरू गर्ने तरिकाहरू सिक्नेछौँ। यहाँ नम्बर मेट्रिक्स योभन्दा अघिल्लो भिडियो मिसिङ नम्बर जस्तै हो। यसमा पनि हामीले विभिन्न किसिमका कन्सेप्टहरू पढ्छौँ, ट्रिकहरू हुन्छ हामीसँग। यसमा एउटै ट्रिक्स पढेर एउटै कन्सेप्ट पढेर यो टपिक्समा सबै क्वेशन गर्न नसकिने भएको हुनाले फरक टपिक्समा फरक क्वेशनहरुमा फरक ट्रिकहरू प्रयोग हुन्छ। हामीले दुई चारवटा सामान्य ट्रिकहरू तरिकाहरू जान्यौं, जस्तै मल्टिप्लाई गर्ने, त्यसलाई चाहिँ भाग गर्ने, स्क्वायर नम्बर गर्ने, क्यूब नम्बर गर्ने। त्यति तरिकाले मात्र पुग्दैन। यसमा म्याक्सिमम क्वेशन प्र्याक्टिस छैन, नयाँ आइडियाहरू सिक्दै जाने। जति सक्यो त्यति क्वेशन आफूले प्र्याक्टिस गरेकै हुनुपर्छ। तपाईलाई धेरै ठाउँमा कन्टेन्टहरू मेटेरियलहरुमा चाहिँ यतिवटा ट्रिक पढ्यो, 7-8वटा पढ्यो, अब पुग्छ भन्ने किसिमले लेख्दै पनि हुन्छ बुकहरुमा, तर त्यस्तो हुँदैन। प्रत्येक क्वेशनमा डिफ्रेन्ट तरिकाहरू प्रयोग हुने भए हुनाले हामीले नयाँ क्वेशनहरू आफूले प्रयास गर्ने चाहिँ बानी गर्ने, प्र्याक्टिस गर्दै जाने। म अब यहाँ क्वेशन गर्छु, ल हेरौँ। जस्तै यो नम्बर देखियो। यो नम्बर मेट्रिक्समा चाहिँ नम्बरहरू या अल्फाबेटहरू कि रोमा कि कोलममा राखिरहेको हुन्छ। यसको हामीले सिरियल बुझ्नु पर्यो। पहिला सुरुमा कतापट्टि नम्बर चाहिँ प्रयोग भइरहेछ त्यतातिर ध्यान दिने। जस्तै हामीसँग 6 छ, 8 छ, अर्को 6, 5, 4, 120। यस्तो देखिने बित्तिकै पक्कै पनि आइडिया लाउने। आइडिया कस्तो लाउनु त भन्दाखेरि सानो नम्बरबाट ठुलो नम्बर प्रयोग भयो होला भन्ने कुरा हामीले बुझ्नु पर्यो। जसरी भए पनि यी साना नम्बर तीनटा नम्बर प्रयोग गरेर यो आयो कि भन्ने तरिकातिर अब सोचिहाल्नु पर्यो। किन हामीले यो आयो होला भन्ने सोच्यौं त भन्दाखेरि यी माथिका नम्बर सानो छन्, यो नम्बर ठुलो छ, यी नम्बरहरू ठुला नम्बर छन्। यताबाट जाँदा यो नम्बर त उस्तै नम्बर छ, उस्तै नम्बर प्रयोग भन्दा ठुलो नम्बर आउने सम्भावना बढी हुन्छ। धेरै क्वेशनमा चाहिँ यसरी प्रयोग हुने भए हुनाले अब हामी यता दिमाग प्रयोग गर्यौं। हामीलाई के चाहिएको छ? 6, 5 र 4 तीनटा नम्बर प्रयोग गर्नुपर्ने छ। यो तीनटा प्रयोग गरेर हामीले 120 ल्याउनु पर्ने छ। यो तीनटाले पहिलो काम छिटो दिमागमा जोड्न सजिलो हुन्छ, जोडिहाल्ने। तीनटा जोड्नु, जोडेर स्क्वायर नम्बर छ कि, तीनटा जोड्ने, जोडेर कुनै संख्याले भाग गर्दाखेरि मल्टिप्लाई गर्दाखेरि आउँछ कि, त्यसलाई भाग गर्दाखेरि आउँछ कि, त्यो आइडिया लाउने भएन। अब जोडेर पुगेन भने यी तीनटालाई मल्टिप्लाई गरौँ त। हेर्नु त 6 × 5 × 4 6 5 30, 30 चौको 120। यी माथिको तीनटै संख्यालाई मल्टिप्लाई गरिदिनु भयो भने यो आउँदो रहेछ हो। त्यस्तै यो तीनटालाई गुणन गरिदिने, 7 7 42, 42 तिया 126। अब त्यस्ता अब यहाँ निकालौँ। 8 5 40, 8 × 5 = 40 हो। 8 5 40। अब 40 लाई कतिले गुणन गर्दा 320 हुन्छ त? 8 चौको 32 × 8 गरिदिने हो। 8 चौको 32 320। त्यसै हामी चाहिँ वाटमा के रहेछ त? 8। यसरी बुझ्नु पर्यो। यो क्वेशनमा हामीले के बुझ्यौं त? दिएको नम्बर मेट्रिक्सको माथिको तीनटा नम्बरहरूलाई मल्टिप्लाई गर्ने, यो तीनटा नम्बरहरूलाई मल्टिप्लाई गर्दाखेरि यो आउँदो रहेछ। त्यस्तै अर्कोमा जाउँ। अब यसमा हेर्नु, यसमा पनि हामीले अघि जस्तै तरिका हो। पहिला हेर्ने, रो कलम दुवैतिर हेर्ने, कतातिर नम्बर प्रयोग भयो होला। सानो नम्बर प्रयोग भएर ठुलो कतातिर आइरहेछ, दिमाग त्यतैतिर लाउने हो। यहाँ हेर्नु, यो 26, 18, 10। यो 26 ठुलो संख्या हो, तर यहाँ तल के छ भने 11, 5, 10। यी त सानो नम्बर छन्। यी सानो नम्बर प्रयोग भएर 26 ठुलो नम्बर देखियो। 9 4 5, यो 9 4 5 सानो नम्बर थियो, यो ठुलो देखियो। अब यो तीनटालाई कसरी प्रयोग गर्ने? 9 5 4 लाई पहिलो काम के गर्ने? बाटो मान्छेले पहिला हेरेर त्यो सोचेर यस्तो अप्ठ्यारो आएछ भन्ने होइन। हेर्ने बित्तिकै आफूले गेस गर्न सुरु गर्ने, यी नम्बर कसरी प्रयोग भयो होला भन्ने कुरा आफूले सोच्न सुरु गरिहाल्ने। यी तीनटालाई जोड्नु त एकचोटि पहिलो काम जोड्ने, पहिलो जोड्ने, गुणन गर्ने, भाग गर्ने, घटाउने, ती सबै छँदैछन्, सुरुमै जोडिहाल्नु। 10 5 15, 15 र 11 जोड्नु 26। 5 र 4 जोड्दा 9, 9 र 9 जोड्दा 18। 5 + 4 + 9 = 18। त्यसो यहाँ हेर्नु, 7 + 1। तर हामीलाई कति चाहिएको छ? यहाँ माथि बनाउनु पर्ने कति छ? तलको तीनटा जोडेर यो बनाउनु पर्छ, 10 बनाउनु पर्छ। यहाँ कति आयो? 7 1 8। 8 मा कति जोड्दा 10 भयो? 2 जोडिदिनु, 10 भयो। भनेपछि हाम्रो यो वाटमा के भयो त? 2 भयो हो। यसरी गर्नुपर्ने हुन्छ। तपाईहरु यो कपीमा सार्दै गर्नु, म अर्को क्वेशन लेख्छु है। ल अब यसमा हेर्नु। अब यो क्वेशनमा चाहिँ के छ? अब हामी सुरुमा क्वेशन हेरौँ। अघि सुरुमै मैले अघिल्लो क्वेशनमा पनि भनिसकेको छु, सानो नम्बर प्रयोग गरेर ठुलो नम्बर ल्याउनु त्यही ध्यान दिने। अब यतापट्टि हेर्नु, उस्तै नम्बर छन्, सानसानै नम्बर छन्, तर 18 नम्बरमा हेर्नु त यहाँ के छन् त? 49, 64, 169 ठुल्ठुलो नम्बर देखियो। यी ठुलो नम्बर के हुन् त? यी ठुलो नम्बर आफैमा स्क्वायर नम्बर पनि हो। हेर्नु, 49 भने कतिको स्क्वायर हो? 7। 64 हो, 169 यी आफैमा वर्ग संख्याहरू हुन्। यी वर्ग संख्या हुने बित्तिकै अब हाम्रो दिमाग कहाँ लाउनुपर्छ? कि नम्बर प्रयोग गरेर 49 ल्याउनुतिर लाउनु पर्यो, कि माथिको नम्बर प्रयोग गरेर त्यो संख्या ल्याउनु पर्यो जुन चाहिँलाई चाहिँ स्क्वायर गर्दाखेरि 49 आओस्। 49 कतिको स्क्वायर हो? 7 को। कि यो तीनटा नम्बरबाट डाइरेक्ट हामीले 49 निकाल्न जाने पनि भयो,
कि त्यो आउँछ कि भनेर प्रयास गर्ने। त्यो नहुँदाखेरि यो तीनटा नम्बर प्रयोग गरेर हामीले 7 ल्यायौँ भने त्यो 7 लाई 49 बढाउन सकिन्छ। माथि हेर्नु 4 5 6 1 7 यी सबैलाई जोड्यौँ 1 + 4 + 2 = 7 7 को होल स्क्वायर गरिदिनु 49 आइपुग्यो। हो त्यस्तै यसमा हेर्नु यसमा हेर्नु त यो 4 + 2 + 2 4 2 2 जोड्दा कति भयो 8 8 को स्क्वायर गरिदिनु कति भयो त 64। माथिको तीनटा नम्बर जोड्ने त्यसको स्क्वायर गरिदिनु। अब यसमा पनि त्यस्तै जोडौँ यो 169 कतिको स्क्वायर हो त 13 को। अब माथिको सङ्ख्या जोडेर 13 पुर्याउनु पर्यो। 5 र 3 जोड्दा कति हो 5 + 3 = 8 तर 8 को स्क्वायर त यो होइन। यसमा कति थपेपछि 13 हुन्छ त 8 5 13 अनि 13 को स्क्वायर गरिदिनु के भयो त 169। यसरी कन्सेप्ट के बुझ्यो त भन्दाखेरि नम्बर म्याट्रिक्समा नम्बरहरूको जोडेर सम निकालेर त्यसलाई स्क्वायर गर्ने तरिका रहेछ। कहिले सम निकालेर किब नम्बर होला, सम निकालेर स्क्वायर नम्बर -1 होला, सम निकालेर किब नम्बरमा -1 होला। त्यस्तो कन्सेप्टबाट हामी यो क्वेसनबाट बुझ्ने प्रयास गर्नु पर्यो। नम्बरहरूको स्क्वायर नम्बरको रूपमा किब नम्बरको रूपमा पनि म्याट्रिक्सलाई चाहिँ प्रयोग गरेको हुँदो रहेछ। यस्तो तरिकाहरू चाहिँ बुझ्दै जानु पर्यो। अब त्यस्तै यो क्वेसन हेरौँ। अघि जस्तो मैले सुरुदेखि 2-3 चोटि भनिसकेको छु, तपाईँले त्यो कुराहरू एकदमै ख्याल गर्नु होला यो टाइपको क्वेसनहरू गर्नलाई। नम्बर हेर्नु त नम्बर 5 5 2 सानो नम्बर 2 4 1 सानो नम्बर 8 3 10 उस्तै नम्बर सँगसँगै नम्बर तर तलपट्टि नम्बर के छन् त ठुला नम्बर छन्। यी ठुला नम्बर देख्ने बित्तिकै दिमागमा चाहिँ अलिकति आइडिया खेलाउनुतिर लागिहाल्ने। यो ठुलो नम्बर त पक्कै पनि माथिको 3टा नम्बर प्रयोग भएर बनेको हुनसक्छ हो। 3टा नम्बर जस्तै कसरी प्रयोग गर्ने 5 छ 2 छ 8 5 2 र 8 लाई प्रयोग गरेर हामी कति ल्याउनु पर्छ त 40 ल्याउनु पर्छ। जोडौँ पहिला केही आएन जोडौँ 5 2 7 7 र 8 जोड्दा 15 15 बाट 40 ल्याउन सकिन्छ। कहिले यस्तो जोडेको नम्बरलाई मल्टिप्लाई गर्दा यो नम्बर आउने पनि हुनसक्छ, जोडेको नम्बरलाई भाग गर्दा यो नम्बर आउने पनि हुनसक्छ हो। तर यसमा त्यस्तो भएन, यो सम नम्बर धेरै ठुलो छ। अब के गर्ने स्क्वायर नम्बर पनि होइन यो किब नम्बर पनि होइन भने अब यसलाई हामी के गर्छौँ त मल्टिप्लाई गर्छौँ। ठुलो नम्बर देख्ने बित्तिकै त गुणन गरेर जानु पर्यो हो। गुणन गरेर जाँदाखेरि हेर्नु त 8 दुना 16 16 पंचे 80 यो तीनटालाई मल्टिप्लाई गर्दा कति आयो त 80। तर हामीसँग चाहिएको कति छ 40 आयो 80 चाहियो 40। अब 80 लाई 40 बनाउन के गर्नु पर्यो त 2 ले भाग गरिदिनु 40 आयो। आइडिया के बुझ्यौँ हामीले माथिको तीनटा नम्बरलाई मल्टिप्लाई गर्ने 2 ले भाग गर्ने यो तलको ठुलो संख्या आउँदो रहेछ। सेम त्यस्तै यसमा मिल्नु पर्यो अनि बल्ल यसमा प्रयोग गर्न पाइन्छ। यसमा त्यो मिल्यो कि मिलेन चेक गर्नु हेर्नु है। 5 4 र 3 लाई प्रयोग गरेर गुणन गरेर 2 ले भाग गर्दा यो आउनु पर्यो हेर्नु 5 × 4 × 3 कति हुन्छ 5 × 20 त्यहाँ 60। यो 60 लाई 2 ले भाग गर्दा यो संख्या आउँछ कि आउँदैन 2 ले भाग गरिदिनु त कति आयो त 30 30। यो दुईटैमा एउटै ट्रिक प्रयोग भयो भने सेम ट्रिक हुनुपर्छ। यो दुईटामा जे प्रयोग भयो यसमा पनि त्यही प्रयोग हुन्छ। हामीले के आइडिया के बुझ्यौँ माथिको तीनटा नम्बर मल्टिप्लाई गर्ने 2 ले भाग गर्ने 3टा गुणन गर्ने 2 ले भाग गर्ने। अब यो 3टा गुणन गरेर हेर्नु 2 × 1 × 10 = 20 20 लाई 2 ले भाग गर्दा कति भयो त 10 अनि हाम्रो एन्सर कति रहेछ 10 हो। यसरी गर्न सकिन्छ। यो तपाईले कपीमा सार्दै गर्नु म अर्को क्वेशन बनाउँछु है। अब यो क्वेसनमा हेरौँ हामी। अब अघि हामीले नम्बरहरूको यहाँ तलपट्टि हाट भएको संख्या देख्यौँ, अहिले यहाँ बीचको संख्यामा वाट छ। अब यहाँ सोच्नु अब यो संख्या यो बक्समा हेर्न चाहिँ खाली भएको संख्या कसरी पत्ता लगाउन सकिन्छ। पहिलो काम माथिको 3टा प्रयोग गरेर यो आउने हो नभए त्यसोबाट हेर्ने। अब कहिलेकाहीँ चाहिँ कस्तो पनि हुन्छ त ट्रिक भन्दाखेरि तपाईहरुको यो दुईटा संख्या अगाडि र पछाडिको संख्या प्रयोग भएर यो संख्या बनेको पनि हुन्छ। हेर्नु है हामीले पहिला यी जोड्यौँ भएन, यता गर्यौँ भएन, आइडिया पुगेन। कहिले यस्तो दुईटा नम्बरहरूको रिलेसन पनि यो बनिरहन्छ। यो र यो नम्बरबाट यो नम्बर पत्ता लगाउने तरिका हुन्छ। यस्तो तरिकाहरू यो दुईटालाई प्रयोग गरेर यसलाई बिचको यो दुईटा प्रयोग गर्ने बिचको बनाउने, दुईटा प्रयोग गर्ने बिचको बनाउने, दुईटा प्रयोग गर्ने बिचको बनाउने, दुईटा प्रयोग गर्ने बिचको बनाउने हो। यस्तो तरिका लाउने हेर्नु है। अब 48 र 28 लाई प्रयोग गरेर कसरी 60 बनाउन सकिन्छ। यो दुईटा नम्बर जोडेर यहाँ आउँछ कि यो दुईटा नम्बरलाई मल्टिप्लाई गरेर यो आउँछ कि यो दुईटा नम्बरबाट घटाएर चाहिँ स्क्वायर नम्बरहरू बनेर यो आउँछ कि यस्तो अनेक आइडिया लाउनु हो। त्यस्तै एउटा आइडिया हेर्नु यहाँ 48 - 28 गर्नु कति आयो 0 2 20 आयो। के गरेँ मैले अन्तिमको संख्याबाट पहिलो संख्या घटाइयो 48 - 28 गर्यौँ 20। अब यो 20 आयो घटाएर 20 आयो, अन्तिमबाट पहिलो घटायौँ 20 आयो। अब 20 लाई चाहिएको कति छ त हामीसँग 60 चाहिएको छ।
20 लाई 60 कसरी बनाउन सकिन्छ यस्तो आइडिया लाउनु पर्यो हेर्नु 48 - 28 गर्यो 20 × 3 गरिदिनु 60 हैन 20 त्यहाँ 60 अन्तिमको संख्याबाट पहिलो संख्या घटाइयो जति आयो त्यो संख्यालाई इन्टु 3 गर्दाखेरि के भयो त यो बिचको संख्या आयो त्यस्तै अब सेम यही फर्मेट मिल्दै जानुपर्छ हेर्नु है यसमा हेर्नु अब 7 - 5 कति भयो 7 मा यो अन्तिमबाट पहिलो घटाउनु कति आयो 2 × 3 = 6 यो बिचको संख्या आयो कि आएन अन्तिमबाट पहिलो घटाउने इन्टु 3 गर्दाखेरि बिचको आयो त्यस्तै 27 - 14 13 × 3 हान्दिनु 39 तेरो त्यहाँ 39 अब त्यस्तै यसमा पनि घटाउँ हेर्नु कति आउँछ हेर्नु अब अन्तिममा पत्ता लगाउनु यो जसरी भयो त्यस्तै सेम यही तरिकाले यसलाई गरौँ 16 - 7 कति भयो 9 यो घटाइसकेपछि हाम्रो काम के हो एकचोटि सरले रिभिजन पनि गर्ने म्याक्सिमम प्र्याक्टिस गर्नुपर्छ अनि अर्को कुरा तपाईहरुको के हुन्छ भन्दाखेरि नम्बर म्याट्रिक्स मिसिङ नम्बरमा धेरै क्वेशनको 2टा 3टा एन्सर आइरहेको हुन्छ घरमा समस्या हुन्छ त्यो भन्नाले तपाईले एन्सर हेरेर त्यस्तो कन्फ्युज भएको एन्सर छ भने यहाँ हेरेर यी क्वेशनहरु तपाईले सच्याउँदै गए पनि हुन्छ है अब हेर्नु अन्तिमबाट पहिलो घटायौं रिभिजन गरौँ अन्तिमबाट पहिलो घटायौं जति आउँछ त्यसलाई के गरेका छौं हामीले सबैमा इन्टु 3 गरेका छौं घटाएर जति आयो त्यसलाई इन्टु 3 9 तिया 27 हो यसरी गर्नु पर्यो अन्तिमको संख्या माइनस पहिलो संख्या हैन जति आउँछ त्यसलाई इन्टु 3 गर्दिनु बिचको संख्या आयो यसरी गर्नु पर्यो यो कपीमा पनि सार्नु है तपाईले सबै यो सार्ने कपीमा सारेर 2-3 चोटी प्र्याक्टिस गर्नु अब त्यस्तै यो क्वेशन हेरौं अर्को क्वेशन अब यहाँ हेर्नु यहाँ जन यो क्वेशन यस्तो झट्ट क्वेशन हेर्नु नि नम्बर म्याट्रिक्स र मिसिङ नम्बरमा के हुन्छ त भन्दाखेरि क्वेशन हेर्नु अचम्मको देखिन्छ यति गाह्रो क्वेशन पनि आएकोमा हुन्छ र यस्तो क्वेशन कसरी गर्ने किन यस्तो बनाएको होला भन्ने मनमा लागिरा हुन्छ हैन अब त्यस्तो भए पनि अब हामीले भएन सोचेर भएन अब्जेक्टिभ क्वेशनमा त को मान्छे बाटो छ त्यो बाटो मान्छे पत्ता लगाउनलाई यस्तो क्वेशन दिने दिमाग कहिले छिटो चलाउँछ भनेर तपाईहरु म्याक्सिमम आइडिया लाउनु हेर्नु अब अघि भने जस्तै हेर्नु सानो संख्याहरु छन् माथि तर यतापट्टि के भई सानो संख्या 3टा थिए यहाँ तल ठुलो संख्या देखियो 345 आयो अब आइडिया लाउनु पर्यो सबले 5 3 र 9 लाई प्रयोग गरेर कसरी 345 बनाउन सकिन्छ यो 3टालाई जोडेर बनाउन सकिन्छ कि 3टालाई मल्टिप्लाई गरेर बनाउन सकिन्छ कि यो 3टालाई जोडेर स्क्वायर नम्बर यो 345 हो कि क्यूब नम्बर हो कि स्क्वायर रुट हो कि क्यूब रुट हो कि अनेक आइडिया लाउनु पर्यो अब सर आइडिया कसरी आउँछ भन्ने होला यो सबै प्र्याक्टिस गरेर आउँछ क्वेशनहरु धेरै चोटी प्र्याक्टिस गर्दै जाने एउटा गर्ने अर्को गर्ने 50 100 150 क्वेशन गर्नु भने बल्ल अलि जाने जस्तो फिल हुन्छ त्यो भन्नाले म्याक्सिमम क्वेशन चाहिँ प्र्याक्टिस गर्ने ल अब यहाँ दिमाग लगाउ हेर्नु 5 3 र 9 बाट 345 कसरी बनाउन सकिन्छ यो 3टा नम्बरलाई हेर्नु है मैले के गर्छु हेर्नु यो बिचको 3 लाई टक्क झिकेर ल्याएर अगाडि राख्दिए नि आइडिया हेर्नु आइडिया बिचको 3 लाई झिकेर ल्याएर अगाडि राख्दियो 3 हो अब यो र यो 2टा नम्बरलाई मल्टिप्लाई गर्दिने यो 2टा नम्बरलाई 9 5 45 भयो कि भएन हैन है हेर्नु अझै हेर्नु राम्रोसँग बिचको संख्या जस्ता जस्तै झिकेर ल्याएर अगाडि राख्यो अनि यो 2टा अब माथि गरी यो अन्तिमको संख्या 2टालाई मल्टिप्लाई गरी 9 5 45 345 कति आउँछ मतलब हैन त्यो भन्नाले यस्तो ट्रिकहरु चाहिँ गर्दै गएपछि आउँछ अब यसमा पनि सेम त्यही हुनु पर्यो हेर्नु बिचको संख्या अगाडि ल्याएर राख्नु 4 लाई अगाडि राख्नु 4 बिचको यो 4 को 4 अब यो 2टा गुणन गर्नु 6 दशम कति भयो 60 6 × 10 गर्दिनु 60 6 दशम 60 4 को 4 6 दशम 60 सेम त्यस्तै तरिका यसमा अपनाउनु त बिचको संख्या अगाडि ल्याएर राख्ने 5 हो बिचको अगाडि यहाँ पनि बिचको अगाडि राखे जस्तै यसको पनि बिचको अगाडि राखियो अब माथि गएर अन्तिमको 2टा संख्यालाई मल्टिप्लाई गरौँ हो अनि 7 र 11 7 कति भयो त 77 यसरी गर्नुपर्ने हुन्छ तपाईले बुझ्नु भयो कि भएन बिचको संख्या अगाडि राख्ने यो मल्टिप्लाई गरिदिने यो संख्या आयो सकिन्छ यसरी घरमा म्याक्सिमम क्वेशनहरु प्र्याक्टिस गर्नु म तपाईलाई एउटा होमवर्क पनि दिन्छु एउटा होमवर्क हेर्नु है एउटा होमवर्क सारौं सबैले कपीमा सार्ने जानेको साथीहरुले त्यहाँ तल कमेन्टमा चाहिँ ट्रिक सहितको कमेन्ट लेख्ने ताकि अरु साथीहरुले त्यही गर्ने अब कसैले पनि भएन भने अनि त्यसपछि म आफै गर्दिन्छु ठीक छ जानेको साथीहरुले तल ट्रिक चाहिँ कमेन्टमै लेखिदिनु होला है नजानेकोले नि आएन भने लेख्ने जानेकोले नि जानेको लेख्ने ल यो तपाईहरुलाई होमवर्क भयो यसको तपाईले सबैले होमवर्क गरेर नजानेको साथीहरुले आएन सर भनेर कमेन्ट गर्ने जानेको साथीहरुले यसको ट्रिक तल लेखिदिने
ट्रिक लेखिदिने ताकि अरू साथीहरूलाई चाहिँ यसको एन्सर त्यहीँबाट हेरेर पनि सजिलो भइहाल्छ गर्न र म्याक्सिमम यस्तो क्वेसनहरू प्र्याक्टिस गर्ने। मैले पढाएको तपाईँलाई भिडियो कस्तो लागिरहेको छ युट्युबमा यदि मैले पढाएको भिडियोहरू सजिलो लाग्छ राम्रो लाग्छ यस्तो भइदिए अझै सजिलो हुन्थ्यो भन्ने भएको छ भने पक्कै पनि मेरो च्यानललाई एकचोटि सब्सक्राइब गरिदिनु होला। नेपालको दुर्गम क्षेत्र विभिन्न ठाउँमा बसेर घरमै बसेर आयोगको तयारी गर्ने साथीहरू पनि धेरै हुनुहुन्छ जो चाहिँ आफ्नो पर्सनल एक्सेसको कारणले सहरी इलाकामा आएर पढ्न सक्नु हुँदैन। उहाँहरूको लागि पनि घरमै बसेर पढ्न सजिलो होस् भनेर मैले यो च्यानल बनाएको छु। त्यो कारणले मेरो यो च्यानललाई एकचोटि सबैले सेयर चाहिँ गरिदिनु होला। हस्, धन्यवाद।